सिंहदरबार जलाउँछु स्वासिनीलाई हस्पिटल जान पाएन भने होइन ट्राफिकले चिनेन नि त बालेनको श्रीमती हो कि राजाको हो कि जनताको हो के थाहा त बालेनको बुढी भनेर गाडीमा लेख्नु पर्थ्यो ट्राफिकलाई के थाहा होइन कि त झन्डा हाल्नु पर्थ्यो महानगरको भएन अनि बालेनको बुढी पुगेन भनेर उसले भने म सिंहदरबार जलाइदिन्छु जिएनजीको नाइके पनि बालेन छ अहिले लगभग हेर्दा अनि सिंहदरबार पनि जल्यो कुरा त पुग्यो अनि केपीले पनि भन्दैछ हामीले गोली चलाउन आदेशै दिएनौँ अनि जिएनजीको त पर्दा पछाडिको हिरो अथवा अगाडिको भनौँ बालेन भनेर हामीले देखेका छौँ उनीहरूले सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गरेको जनता सारा जिएनजी र सर्वसाधारण जनताले त हर्क साङपाङलाई बनाओ उसले केपीका दाँत कसरी झार्नुपर्छ शेरबहादुरका दाना कसरी झिक्नुपर्छ प्रचण्ड हत्यारालाई कसरी कारबाही गर्नुपर्छ भन्ने कुरा त हर्क साङपाङ र तपाईँ जनता हामीलाई थाहा छ छैन अनि बालेनको सिफारिसमा पर्यो त हर्क साङपाङ पर्यो दालमा कुछ काला है भन्छ नि अहिलेको गृहमन्त्रीले सक्छ त्यो गृहमन्त्री बालेनको मान्छे के फेरि बालेनकै प्रधानमन्त्री हेर्नुहोस् त नेपाली जनताहरू बालेनकै सिफारिसको सुशीला कार्की प्रधानमन्त्री बालेनकै सिफारिसको कानुनी सल्लाहकार प्रकाश आर्याल ऊ गृहमन्त्री 3 महिना किन म्याद राख्नु 3 दिनको कुरा छ भ्रष्टाचारलाई कारबाही गर्ने 3 दिन लाग्दैन हिजो चप्पल लाउने स्थिति थिएन जब संसद र मन्त्री प्रधानमन्त्री गृहमन्त्री हुनुभयो बहादुरको पैतृक सम्पत्ति कति थियो र पदमा भएपछि कति कमायो थाहा छैन केपीको पहिला चाहिँ दारू खान पनि पैसा खल्तीमा नहुने पढ्न पैसा नहुने यस्तो गरिबको छोरा अहिले किन अरबपति भयो यो भ्रष्टाचारी थाहा हुँदैन प्रचण्डको हिजो 3 कट्टा जग्गा धौधौ चितवनमा थियो अहिले खरबपति कसरी थाहा हुँदैन भ्रष्टाचारी होइन यो सरकारले भ्रष्टाचारीलाई कारबाही होइन भ्रष्टाचारीलाई संरक्षण गर्ने काम गर्नका लागि जिएनजी को नेतृत्व नभएर केपी भन्दा नि 1-2 वर्ष जेठी बजाइलाई ल्याएर यो देश उभो लाग्छ